नमस्ते, स्वागत छ हजुरहरूलाई विष्णु भ्लग्समा। आज मैले 1 केजी करेला लिएकी छु। यो करेलाको चाहिँ आज मैले अलि नौलै छुट्टै तरिकाको रेसिपी बनाउन आँटेकी छु। कस्तो बन्छ हजुरहरूले पनि अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्नुहोला। अब म यो करेलालाई मजाले सफा गर्छु। मैला फोहोर टाँसिन सक्छ, त्यही भएर मजाले सफा गर्नुपर्छ। मैले करेला सफा गरेर नि सकाएँ। अब म करेलालाई चिर्छु। यसरी चिरेर भित्रको गुदी चाहिँ सर्लक्कै निकाल्ने हो। अब मैले करेला चिरेर नि सकाउनै आँटेको छु साथीहरू, हेर्नुहोला। यसरी चिरेर यसरी भित्रको गुदी चाहिँ निकालेर राख्नुपर्छ। त्यो पनि फाल्नु हुँदैन। अहिले चाहिँ मसलासँग मेरिनेट गरेर राख्नुपर्छ। हेर्नु त, मैले सबै करेलाको गुदी निकालिसकेँ। अब म ग्यास सल्काउँछु। ग्यासै सल्किएन। अब पेन बसालेँ मैले। अब हाम्रो पेन पनि तात्यो। मैले यो 1 पाउ बदाम भुट्नको लागि खनाउँछु। करेलाको भित्र मसला बनाएर राख्नलाई 1 पाउ बदाम भुट्छु म। मजाले भुट्नुपर्छ। हेर्नु त, हाम्रो बदाम पनि अब पाक्यो। मजाले पर्खिराख। सानो ग्यास बनाएर मजाले यसरी रातो बनाएर भुट्नुपर्छ। अब म प्लेटमा खनाएँ बदामलाई। अब म फेरि यहाँ 5 प्रकारको मसलाहरू लिएकी छु। यसलाई मजाले भुट्नुपर्छ। ग्यास चाहिँ सानो बनाएर भुट्नुपर्छ, नत्र डढ्न सक्छ। हेर्नु त, हाम्रो यो 5 पुरानको मसला पनि पुरै पाकिसक्यो, फुलिसक्यो। अब म ग्यास बन्द गर्छु। अब मैले यो मसलालाई नि प्लेटमा खनाएँ। उता मसलाहरू सेलाइरहन्छ। म चाहिँ यहाँ प्याज काट्दै गर्छु। मसला सेलाएपछि मिक्सरमा पिस्नुपर्छ साथीहरू। अब म 3टा प्याज काट्दैछु। हेर्नु त, मैले 3टा प्याज काटेर सकाएँ। अब यो अकबरी खुर्सानी पनि काट्दैछु म। 2टा चाहिँ अकबरी खुर्सानी राख्नुपर्छ। हजुरहरूले आफ्नो स्वाद अनुसारले कतिको पिरो खान सक्नुहुन्छ राख्नुहोला। अब म अघि भुटेर राखेको बदामलाई मिक्सरमा खनाउँछु। अब पिस्न सुरु गर्छु। हेर्नु त, हाम्रो बदाम पनि यतिको पिसिसक्यो। धेरै मसिनो चाहिँ गर्नु हुँदैन है साथीहरू। अब म बाटामा खनाउँछु बदामलाई। अब म यो 5 प्रकारको मसला पनि मिक्सरमा खनाउँछु। अब म यो मसला पनि यही खनाउँछु बाटामा। अब म यो मसिनो गरेर काटेर राखेको प्याजलाई, खुर्सानीलाई पनि फेरि हल्का मिक्सरमा राखेर पिस्छु। अलिक खस्रो भयो भने अलि नराम्रो हुन्छ, त्यही भएर। अनि यो करेलाको भित्रको गुदीलाई पनि यही मिक्सरमा पिस्छु सँगै। हेर्नु त साथीहरू, हाम्रो प्याज, खुर्सानी, करेलाको बिया पनि यतिको मसिनो भयो। अब म यो पनि बाटामा खनाउँछु।
करेलाको बिया, प्याज, अकबर खुर्सानीको पेस्ट पनि यहीँ मिसाउँछु मिलाउँछु। अब म नुन पनि राख्छु, बेसार पनि राख्छु। अब म यो मसलालाई मजाले मिक्स गर्छु। यसरी मजाले मिक्स गर्नुपर्छ। अन्त हाम्रो मसला पनि पुरै मिक्स भइसक्यो। अब म चाहिँ करेलाभित्र राख्छु मसलालाई। यसरी बनाएर खाँदा करेला एकदम मिठो स्वादिलो हुन्छ। हजुरहरूले पनि यसरी अवश्य बनाएर खानुहोला। बिस्तारै यसरी भित्र चाहिँ मसला राख्नुपर्छ। अब मैले करेलाभित्र मसला राखेर नि सकाउन आँटेँ। हजुरहरूले हेर्दै गर्नुहोला है त साथीहरू। हेर्नु त मैले यो करेलामा पुरैमा मसला राखेर सकाइसकेँ। अब यसलाई चाहिँ तेलमा फ्राई गर्ने हो। अब करेला फ्राई गर्नको लागि पेन बसालेर नि तातिसक्यो। अब म तेल खनाउँछु साथीहरू। अब हाम्रो तेल पनि खरिसक्यो। म चाहिँ अब करेला राख्छु है साथीहरू। अब मजाले फ्राई गर्नुपर्छ करेलालाई। यसरी सानो ग्यास बनाएर फर्काई फ्राई गर्नुपर्छ। अब म करेलालाई फर्काउँछु साथीहरू। यसरी बिस्तारै फर्काई पकाउनु पर्छ करेलालाई। हेर्नु त साथीहरू, हाम्रो करेला पनि यतिको मजाले पाक्यो, फ्राई भयो। यस्तो नरम भएको छ। यसो च्याप्प नरम भयो। अब मजाले पाकेर अब म बाटामा खन्याएँ। अब म फेरि अर्को लत राख्दैछु पेनमा। साथीहरू हेर्नु त हाम्रो करेला पनि अब पुरै फ्राई गरिसक्यो। अब म ग्यास पनि अफ गर्छु। हेर्नु त साथीहरू हाम्रो फ्राई करेला। अब म करेलामा राख्नलाई 2वटा कागती काट्दैछु। पहिले राख्दाखेरि करेला अलि नपाक्ने सम्भावना हुन्छ, त्यही भएर म करेलामा कागज मिचाएर राख्छु। यसरी मोलेर एकछिनसम्म छोपेर राख्नुपर्छ साथीहरू। अनि करेलाभित्र कमिलो पस्छ। अब यसरी मोलेर एकछिनसम्म छोपेर राख्नुपर्छ। अनि मजाले अमिलोभित्र पस्छ। अनि खानालाई टेस्टी हुन्छ। म अब एकछिनको लागि यहाँ करेलालाई छोपेर राख्छु। साथीहरू, मैले फ्राई करेलामा कागती निचाएर राखेको नि 10 मिनट जति भइसक्यो। अब चाहिँ अमिलो पनि मजाले भित्र पस्यो होला। हजुरहरूले पनि एकचोटि यसरी नै बनाएर खानुहोला। हजुरहरूले सुरुबाट अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरहरूको भिडियो पनि मेरोमा आइपुगेपछि मैले नि हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्ने नै छु। हजुरहरूलाई फेरि पनि धन्यवाद।